नेकपा एमालेको 11औं महाधिवेशन आजबाट सुरु भएको छ। भक्तपुर स्थित सल्लाघारीमा विशेष समारोहका बीच महाधिवेशन उद्घाटन गरिएको छ। महाधिवेशनको उद्घाटन कार्यक्रममा एमालेले सोचे अनुरूप उपस्थिति देखिएन। उपस्थिति कम देखिएपछि कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले यहाँ उपस्थितलाई मात्र एमाले नठान्न र उपस्थितहरू एमालेको सानो एक भाग मात्र रहेको बताउनु परेको थियो। एमाले नेता कार्यकर्ताले अहिले उद्घाटन कार्यक्रमको भन्दै असान्दर्भिक फोटोलाई भाइरल बनाइरहेका छन्। झट्ट हेर्दा आजैको कार्यक्रमको जस्तो बनाएर व्यापक सहभागिता देखिने गरी फोटोको प्रचार प्रसार भइरहेको छ। उक्त फोटो विदेशतिर भएको कुनै कार्यक्रम या त एआईबाट बनाइएको पाइएको छ। उक्त फोटोको प्रचार गर्नेहरूमा एमाले पोलिट ब्युरो सदस्य महेश बस्नेतदेखि एमाले निकट पत्रकारहरू रहेका छन्। एकजना एमाले निकट पत्रकारले त सोही फोटोलाई एआई मार्फत भिडियो समेत बनाएर है कति धेरै मान्छे भनेर समेत प्रचार गर्न भ्याएका छन्। एमाले महाधिवेशनको किन होइन यो फोटो? एमाले नेता कार्यकर्ताले व्यापक प्रचार गरिरहेको फोटो र आजको कार्यक्रमको मञ्च नै मिलेको छैन। आजको कार्यक्रममा मन्दिर सहितको सुन्दर मञ्च रहेको छ भने मञ्च अगाडि हरियो कार्पेट रहेको छ, तर प्रचार भइरहेको फेक फोटोमा पुरै रातो मात्रै देखिन्छ। मञ्च र मञ्च अगाडिको अन्य कुनै पनि दृश्य मिलेको छैन। स्टेज र कार्पेट मात्र नभएर मञ्चको बनावटदेखि घरका तस्विरहरू समेत फरक देखिएका छन्। यो तस्विर एआईबाट बनेको हुन सक्ने बढी सम्भावना रहेको छ। हेलो खबरले गुगलमा तस्विर म्याच गर्दा ठ्याक्कै यस्तै कुनै पनि तस्विर फेला नपरेको हुँदा पनि यो एआईको प्रयोगबाट तस्विर बनाइएको हुन सक्ने सम्भावना बढी छ। फोटोको क्रेडिट वचनराज जोशी। एमाले नेता कार्यकर्ताले निकै प्रचार गरिरहेको फोटोको क्रेडिट वचनराज जोशीलाई दिइएको छ। उक्त तस्विरलाई वास्तविक जस्तै बनाउने गरी फोटोमा @ड्रोनशट वचनराज जोशी राखिएको छ। को हुन् वचनराज जोशी? उक्तमा फोटोको क्रेडिटमा लेखिएको वचनराज जोशीले नै उक्त तस्विरलाई सुरुमा सार्वजनिक गरेर फेक प्रचार गरेको पाइएको छ। करिब 3 बजेतिर उक्त तस्विर उनैले आफ्नो फेसबुकमा हालेको पाइएको छ भने सुरुमा नै उनले ड्रोन शट वचनराज जोशी भनेर फेसबुकमा तस्विर राखेका थिए। फोटो हाल्दै उनले नेकपा एमालेको 11औं राष्ट्रिय महाधिवेशनमा सल्लाघारी पुरै भरिभराउ भएपछि भनेर उल्लेख गरेका थिए। उनी धनगढीमा बस्ने गरेका छन्। उनी एमाले निकटका पत्रकार हुन्। फेसबुक वालमा उनले विभिन्न एमाले नेताहरूलाई जन्मदिन लगायतमा बधाई र शुभकामना दिने गरेको पाइयो। फेसबुकमा गलत तस्विर हालेपछि उनलाई गालीको बर्सात आएको छ। सोही तस्विरमा 300 बढी कमेन्ट आएका छन् भने अधिकांशले आलोचना गरेका छन्।